मलाई मेरो फेभरेट है यो कविता चाहिँ म झ्याप हुँदाखेरि भन्ने गर्छु। आज उनीलाई सम्झेर यो कविता भन्दै गर्दा रक्सी खान मन लाग्छ। म लक्ष्मीप्रसाद देवकोटा त होइन, म एउटा साधारण मान्छे जसलाई लेख्नमा अलिकति रुचि लाग्छ। आज यो छतको यो माथिल्लो तल्लामा यसरी बसेर नलागेको जुनहरू, माथि माथिको घामहरू, डुबिसकेका ताराहरू, सबै कुराहरूलाई हेर्दै गर्दा आज मलाई एउटा चिज भन्न मन लाग्यो। आज लेख्न मन लाग्यो उनीलाई सम्झेर, आज लेख्न मन लाग्यो उनीलाई सम्झेर। तिमीमै अल्झेर आज बाँचेको भए म सायद तिमीलाई सम्झेर लेख्ने थिएन। तिमी बिना नै ठिक लाग्न लाग्यो जिन्दगी, सायद तिमी भएको भए बेठिक लाग्ने थियो कि। धनले खुसी हुने तिमी म मनले, आज धन जोड्न धेरै नै कोसिस गर्दैछु, तर मेरो मन कसले जोड्ने। सिक्का जोडी कागज साट्ने सपना देख्ने म, रङ्गीन सपना देखाउँदा नि फिक्का लाग्ने तिमी। तिमी गएको दिन म एकछिन दुखी अवश्य थिए, तर तिमी नगएको भए म आज सुखी भएर लेख्ने थिएन कि। आज धन्यवाद दिन मन लाग्यो तिमीलाई सम्झेर, आज धन्यवाद दिन मन लाग्यो तिमीलाई सम्झेर। हेरिरहेछौ भने सुन है, आज देख्न मन लाग्यो, धन्यवाद दिन मन लाग्यो तिमीलाई सम्झेर। तिमीमै बाँचेर तिमीमै अल्झेर आज बाँचेको भए सायद तिमीलाई सम्झेर लेख्ने थिएन कि। साथीहरू धन्यवाद।